राजा वीरेन्द्रको शान्ति क्षेत्र प्रस्ताव 116 देशको समर्थन हुँदाहुँदै पनि भारतले किन असहमत भयो, यो विषयमा आजको भिडियोमा चर्चा गर्नेछौँ। 25 फेब्रुअरी 1975 काठमाडौँमा नेपालको इतिहासकै सबैभन्दा भव्य समारोह मध्येको एक आयोजना हुँदै थियो। राजा वीरेन्द्रको राज्याभिषेक, विश्वका 60 भन्दा बढी देशका राजा, राष्ट्रपति, प्रधानमन्त्री र कूटनीतिज्ञ नेपाल आएका थिए। तर त्यस दिन सबैभन्दा धेरै चर्चा राज्याभिषेकको होइन, एउटा घोषणाको भयो। नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस्। यो एउटा यस्तो प्रस्ताव थियो जसले केही वर्षमै विश्वका 116 देशको समर्थन प्राप्त गर्यो। तर नेपालको सबैभन्दा ठूलो छिमेकी भारतले यसलाई समर्थन गरेन किन होला? यो कथा बुझ्न हामी 1970 को दशकमा फर्कनुपर्छ। त्यतिबेला विश्व शीत युद्धमा विभाजित भएको थियो। एउटा ध्रुवमा अमेरिका, अर्को ध्रुवमा सोभियत संघ। दक्षिण एसिया पनि अस्थिर थियो। 1962 मा भारत र चीनबीच युद्ध भयो। 1971 मा भारत पाकिस्तान युद्धपछि बङ्गलादेशको जन्म भयो र त्यसको केही वर्षमै सिक्किम भारतमा विलय भयो। यी घटनाले नेपाललाई एउटा गम्भीर प्रश्नतर्फ सोच्न बाध्य बनायो। दुई परम शक्तिशाली छिमेकी बीच रहेको सानो राष्ट्रले स्वतन्त्रता र सार्वभौम सत्ता कसरी सुरक्षित राख्ने? सुरुमा के बुझौं भने शान्ति क्षेत्र भनेको के हो? मलाई लाग्छ यो विचार राज्याभिषेककै दिन आएको थियो, तर यसको सुरुवात केही वर्ष अघि नै भइसकेको थियो। असंलग्न राष्ट्रहरूको आन्दोलनमा अनअलाइन्ड मुभमेन्टमा नेपालले शान्ति क्षेत्रको अवधारणा उठाइरहेको थियो। राज्याभिषेकमा राजा वीरेन्द्रले त्यसलाई औपचारिक प्रस्तावको रूप दिए। यसको मुख्य भावना के थियो त? नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुने छैन। नेपालको भूमि कुनै पनि विदेशी सैन्य गतिविधिका लागि प्रयोग हुने छैन। सबै देशसँग समान सम्बन्ध राखिनेछ। नेपालको सार्वभौम सत्ताको सम्मान गरिनेछ। राजा वीरेन्द्रको भनाइ थियो, नेपाल बुद्धको जन्मभूमि हो, हामी युद्ध होइनौं, शान्ति र विकास चाहन्छौँ। नेपालको प्रस्तावले अपेक्षाभन्दा धेरै समर्थन पायो। सबैभन्दा पहिले चीन र पाकिस्तानले समर्थन जनाए। त्यसपछि बेलायत, अमेरिका, फ्रान्स, जापान लगायतका धेरै देशहरू जोडिँदै गए। समय बित्दै जाँदा 116 देशले लिखित रूपमा नेपालको प्रस्तावलाई समर्थन गरे। नेपालको इतिहासमा यो कूटनीतिक सफलताको एउटा महत्त्वपूर्ण उपलब्धि मानिन्छ। तर एउटा देश अझै मौन थियो, त्यो भारत हो। भारत किन सहमत भएन त? भारतले सार्वजनिक रूपमा प्रस्तावको विरोध भन्दा पनि समर्थन नगर्ने नीति अपनायो। यसका कारणबारे विभिन्न विश्लेषण छन्। पहिलो विश्लेषण रहेको छ 1950 को नेपाल भारत शान्ति तथा मैत्री सन्धि। भारतको धारणा थियो कि दुई देशबीचको विशेष सुरक्षा सम्बन्ध कायम रहनुपर्छ। कतिपय विश्लेषकहरूका अनुसार भारतलाई शान्ति क्षेत्रको अवधारणाले त्यो व्यवस्थामाथि प्रभाव पार्न सक्ने चिन्ता दियो। दोस्रो रहेको छ भूराजनीति। नेपाल भारत र चीनबीचको रणनीतिक क्षेत्रमा पर्छ। भारतलाई नेपाल पूर्ण रूपमा अन्तर्राष्ट्रिय रूपमा तटस्थ घोषित हुँदा क्षेत्रीय सुरक्षा सन्तुलनमा असर पर्न सक्ने लाग्थ्यो। तेस्रो कारण रहेको छ गोर्खा भर्ती र सुरक्षा सहकार्य। युद्धपछि शान्ति क्षेत्र प्रस्तावले गोर्खा भर्ती रोक्ने कुरा स्पष्ट रूपमा भनेको थिएन। केही भारतीय रणनीतिज्ञहरूले भविष्यमा सैन्य सहकारी प्रभावित हुन सक्ने सम्भावना औल्याएका थिए। यही कारणहरूले भारतले प्रस्तावलाई समर्थन नगरेको धेरै इतिहासकारहरूको निष्कर्ष रहेको छ। त्यसपछि के भयो त? नेपालमा जनआन्दोलन सफल भयो, पञ्चायती व्यवस्थाको अन्त्य भयो, बहुदलीय प्रजातन्त्र सुरु भयो। यससँगै नेपालको परराष्ट्र नीतिमा पनि परिवर्तन आयो। नयाँ सरकारले शान्ति क्षेत्र प्रस्तावलाई अघि बढाएन। आजको विश्व फेरि नयाँ शक्ति प्रतिस्पर्धाको चरणमा प्रवेश गरिरहेको छ। अमेरिका, चीन, भारत यी शक्तिहरूको प्रभाव
दक्षिण एसियामा झन्झन बढ्दै गएको छ। यही कारणले केही कूटनीतिक र इतिहासकारहरू अहिले पनि प्रश्न उठाउँछन् कि नेपालले फेरि कुनै प्रकारको तटस्थता वा शान्ति केन्द्रित परराष्ट्र नीतिलाई प्राथमिकता दिनुपर्छ। यसको उत्तर सजिलो छैन, तर एउटा कुरा निश्चित छ, राजा वीरेन्द्रको शान्ति क्षेत्र प्रस्ताव नेपालको कूटनीतिक इतिहासको सबैभन्दा धेरै चर्चित र बहस भएको अवधारणामध्ये एक हो। तपाईँलाई के लाग्छ? भारतले समर्थन गरेको भए नेपालको इतिहास फरक हुन्थ्यो वा भारतको निर्णय उचित थियो? आफ्नो विचार कमेन्टमा लेख्नुहोला। यदि यस्तै अनुसन्धानमूलक डकुमेन्ट्री मनपर्छ भने च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला।